यो भिडियो पुरा हेर्नु एउटा 6 वर्षको बाबु आउनुभयो अनि उहाँको चाहिँ के भएछ भन्दाखेरि चाहिँ स्कुलमा खेल्ने बेलामा पेनको चाहिँ टिपले चोट लागेको रहेछ सेतो भाग जसलाई हामी कन्जङ्टाइभा भन्छौँ। चोट लागेपछि के भयो भन्दाखेरि त्यहाँबाट चाहिँ रगतको नसाहरू फुट्यो है, एउटा दुईटा रगतको नसाहरू फुट्यो र त्यहाँबाट ब्लिडिङ भएर त्यो ब्लड चाहिँ त्यही डिफ्युज भएर बस्दो रहेछ। त्यसलाई चाहिँ हामीले सब कन्जङ्टाइभल हेमरेज भन्छौँ। त्यो कन्जङ्टाइभामा भएको चाहिँ ब्लड भेसल्सहरू चाहिँ फुटेको र फुटेर त्यहाँबाट ब्लड निस्केको भन्छौँ। र यो चाहिँ त्यति डेन्जर चाहिँ हुँदैन। डेन्जर कस्तो बेलामा हुन्छ भन्दाखेरि चोट चाहिँ कसरी लागेर रहेछ, बेस्तरी चोट लागेछ भने पछाडि भित्रको पर्दाहरूमा लेन्सहरूमा अथवा चाहिँ अरू चाहिँ इन्ट्राओकुलर स्ट्रक्चर आँखाभित्र भएको चाहिँ पार्टहरूमा चाहिँ क्षति पुर्याएको हुनसक्छ। नभए सिम्पल अलिकता मात्रै चोट लागेछ भने त्यस्तो बेलामा चाहिँ यही सेतो भागको नसा मात्रै फुट्छ। र यस्तो बेलामा चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ यस्तो बेलामा चाहिँ आत्तिनु हुँदैन है। यस्तो चोट लागेर चाहिँ यस्तो रातो भएछ भने नजिकको चाहिँ आँखा अस्पतालहरूमा आँखा उपचार केन्द्रहरूमा चाहिँ लिएर जानुभयो भने त्यहाँ चाहिँ आँखाको डाक्टर साहबहरूले चाहिँ जाँच गरिदिनुहुन्छ मेसिनले है। र जाँच गरेर चाहिँ के उपचार गर्नुपर्ने हुन्छ भनेर चाहिँ भनिदिनुहुन्छ। र यदि तपाईँको आँखा अस्पतालहरू चाहिँ आँखा उपचार केन्द्रहरू हजुरको घरबाट चाहिँ टाढा छ भने त्यस्तो बेलामा चाहिँ हजुरहरूले चिसोले सेक्न सक्नुहुन्छ है, कोल्ड कम्प्रेसन चाहिँ गर्न सक्नुहुन्छ है। एउटा सर्टेन टाइमको लागि कोल्ड कम्प्रेसनले चाहिँ त्यहाँ भएको ब्लडहरू चाहिँ हराउँछ है। अलिकति टाइम लाग्छ, 1 हप्ता 2 हप्ता जति लाग्छ। र 1 हप्ता 2 हप्तामा चाहिँ रगतहरू चाहिँ त्यहाँबाट हराउँछ, रातो हराउँछ है। तर त्यस्तो धेरै चाहिँ नकुर्नु होला, त्यो चाहिँ एउटा चाहिँ जस्ट सर्ट टाइमको चाहिँ म्यानेजमेन्ट हो। तपाईँले सकेसम्म चाहिँ नजिकको आँखा अस्पतालमा आँखा उपचार केन्द्रमा गएर आँखाको डाक्टर साहबहरूलाई मात्रै देखाउनु होला र आँखाको डाक्टर साहबले चाहिँ भनेअनुसारको औषधि मात्रै प्रयोग गर्नु होला है त।